रहेको छ र म चाहिँ स्पेशली उहाँलाई पनि धन्यवाद भन्नु चाहन्छु किनकि यस्तो लाग्छ उहाँको कारणले पनि म यस्तो राम्रो पवित्र ठाउँमा आइपुग्नेको कारण मलाई उहाँ हो जस्तो लाग्छ। म होइन उहाँ ईश्वरी हुनुहुन्छ। यिनीहरू पनि छन्। राधे राधे। कता लुकेका हो हेर त ए मलाई भयो म पवन टुलप तनुश्री दिदी यता वेदिका दिदी यता त हाम्रै गाउँको यता दिदीसँग पनि जे होस् एकदमै राम्रो राम्रो मिठो मिठो ब्लग बनाउनुहुन्छ राम्रो लाग्छ। भाइ हाम्रो यो अम्बिकापुरका भाइ एकदम कलाले भरपुर छन् बोली एकदम मिठो छ गोर्खाली भाषामा एकदमै राम्रो ब्लगहरू बनाउँछन् सबैतिरको हरेक क्रियाकलापहरू हाम्रो गाउँ ठाउँको होइन बाहिर टाढा बस्नेहरूको लागि चाहिँ एकदमै राम्रो। राधे राधे छ सबैजनालाई। आयो हजुर सबै सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै छु र स्वागत छ मेरो नयाँ ब्लगमा। बिकज आजको ब्लग चाहिँ म होलीको ब्लगबाट सुरुवात गरिरहेको छु। गाउँमा पुराण लागिरहेको छ फेरि पुराणकै दिन होली पनि छ प्लस हामी मेरो जिग्री साथी पनि आएका छन् यता भाइ पनि आएका छन् करण भाइ पनि र उसलाई पनि एकदमै स्वागत छ हाम्रो सदियामा। एकदम मिठो छ ब्लग। अहिले फिलहाल हामी फेरि पुराणमा जाँदैछौँ होली खेल्नका। होली त पहिला त कस्तो रमाइलोले खेलेका थियौँ हाम्रो सानसाना भाइ बहिनीकासँग तर यो पालि चाहिँ केही छैन पुराणमा गएर खेल्यौँ रमाइलो गरौँ भनेर अहिलेसम्म चाहिँ हामी चोकै छौँ। यो भाइलाई चाहिँ अघि हाम्रै गाउँको भाइहरू आएर लगाइदिएछन् किनकि मलाई पनि खेलेर आएको थिएँ म चाहिँ फटाफटी गएर भित्र पसिहालेँ। पवनलाई के भन्नु तिमीलाई चाहिँ लगाइदिनु पेन्डिङमा भन्दा उसले उसको सायद चल हेरौँ न त उसको फास्ट कहाँबाट जात्रा हुन्छ। हामीसँग पनि रङ्सी छैन बाटोमा कहीँ भेट्छु म त्यहीँ लिन्छु बिकज हाम्रो गाउँको जस्तो खालको डिजेमा इन्जोय गर्ने टाइपको त होली हुँदैन तर पनि हाम्रो जुन एउटा हुन्छ आफ्नो एउटा चाडबाड हामी चाहिँ भए पनि मनाउन जुन हुन्छ होइन जस्तो हिसाबले हुन्छ हाम्रो गाउँले हिसाबले गरिन्छ। म त एक समयमा त त्यो एकदमै कराईको कार लिएर खेल्ने हामी पनि थियौँ तर पनि अहिले जुन जेनेरेसन अपडेट हुँदै गयो कानै तर्साउँछ र यस्तो यस्ता छ देख्यो यो झन्नै धामी गोडालाई मेला भएको थियो र अलिक सन्चो पनि भएको छैन र अब हेरौँ एकदम बाबा लाउनु हेरेर जानु होला माथिबाट गाउँछ त्यो आराम छ ह्याप्पी होली टिका भनेर भाइ टिका लगाइदियो। होलीको सुरुवात भइसकेको छ सानसाना पिनीबाट र हामी चाहिँ एक्चुली पुराना पनि गएर हजुरलाई म देखाउने छु बिकज यस्तो चाडबाडको बेला पुराण पनि लागिरहेको छ यति साह्रो एउटा मतलब सायद फर्स्ट टाइम हजुरले पनि सुनिराख्नु भएको होला त्यस्तो खालको पुराण भइरहेको छ। कतिचोटि भन्नु म त अलरेडी थाहा पनि सक्नुभएको छ होला जुन चाहिँ हाम्रो सदियामा जुन खालको पुराण भइरहेको थियो र जुन एकदम सुन्दर तरिकाले बढिया तरिकाले पुराण पनि म लिएर जान्छु देखाउने छु हेर्दै जानु होला। हाय हाय पवन सर टिका भनेर यार भाइ टिका लगाइदियो यार एकचोटि हेर्नु कस्तो देखिरहेछ पुरा दारीमा मात्रै लागिरहेछ नाकाको टुप्पोमा। अहिले चाहिँ हामी फिलहाल आइपुगेका छौँ हाम्रो पुराण भाइ ठाउँमा। आज अन्तिम दिन यति छिटो समय पार हुन्छ थाहा हुँदैन र पवन सर एक्चुअली हुन त उसलाई कतिचोटि सोध्नु त्यही पनि एकचोटि भनिदिनुहोस् आज तपाईँको हुन त तपाईँ जुन दिन पनि आउनुहुन्छ काहीँ न काहीँ एकदमै तपाईँलाई लाखले पनि जुराउँछ कि बा उपरवालाले हेर्नुहुन्छ कि थाहा छैन परशुराम कुण्ड पनि तपाईँले लेखेको रहेछ हामी जहाँ जान्छौँ त्यहाँ लेखेको छ। अहिले एउटा भागवत पुराणको टाइममा पनि उहाँ लेखेको यस्तो होइन हामी डाइरेक्टली भागवत पुराणमा हो भनेर चाहिँ हामी उहाँ चाहिँ आएको होइन अलगै कामले हामी आएका थियौँ तर त्यो एउटा जुरेको पनि हो कि उहाँलाई पनि र त्यसलाई कस्तो लागिरहेको छ। म अब के भन्नु म अब आफूलाई भाइको माने भनौँ भने पनि हुन्छ किनभने चाहिँ कुनै ठाउँमा पुराणमा अब जान्छु भन्दा पनि कसैले आँट गरेको हुन्छ होइन त्यो जुडाउँदैन तर मलाई चाहिँ अहिलेसम्म जुडाइरहेको छ। यहाँ के भनेपछि यहाँ सदियामा चाहिँ मलाई जुडाइरहेको छ र म चाहिँ स्पेसली उहाँलाई पनि धन्यवाद भन्नु चाहन्छु किनकि यस्तो लाग्छ उहाँको कारणले पनि म यस्तो राम्रो पवित्र ठाउँमा आइपुग्नेको कारण मलाई उहाँ हो जस्तो लाग्छ। म होइन उहाँ ईश्वरी हुनुहुन्छ देवताको कारणले उहाँ आज हुन पाउनुभएको छ। ओइ नगर प्लिज एकछिन र म के भन्न चाहन्छु भन्दाखेरि बिकज अरू चाहिँ म जान्दिनँ तर
पवनले चाहिँ मेरो साथीले चाहिँ कहिले पनि सत्यलाई चाहिँ भुल्नेवाला छैन बिकज उसको कतिपयहरू यस्ता छन् कुराहरू भएका छन् त्यो मलाई पनि थाहा छ उसले कुनै दिन भन्छ होला भन्दैन कि उसको कुरा हो तर यस्तो यस्तो कुराहरू भएको छ सत्यमा जहाँ कुनै दिन उसले बनाउनेछ होला किनकि म पनि रिभिल गर्न चाहदिनँ तर एकदमै उसको लागि चाहिँ एउटा अब हामी क्रिएटरहरूको लागि त त्यो पल एउटा एकदमै ह्याप्पिएस्ट मोमेन्ट पनि हुन्छ उसको सबै त सत्यमा आएरै मात्रै भएको छ हो कि होइन र त्यही लागि म पनि चाहन्छु उसलाई फेरि फेरि पनि सत्यमा ल्याउँ फेरि फेरि पनि सत्यमा घुमाउँ अहिले पनि हामी यति मजाले सत्य घुम्न सकेका छैनौँ जति सारा हामी सत्य घुमेका पनि छैनौँ म आफै पनि सायद त्यति ठाउँ ठाउँमा पुगेको छुइनँ होला हेरौँ अब कहाँसम्म हुन्छ कतिसम्म हुन्छ हामी प्रयास छ हामी गरिरहेका छौँ र भिडियो हेर्दै गर्नु भिडियो रमाइलो हुनेछ भिडियो स्किप नगर्नु होला भिडियो स्टार्टिङदेखि एन्डसम्म हेर्नु होला आजको पुराण हुनेछ लास्ट पुराण हो र आज सबैजना हामी होली पनि खेल्नेछौँ रमाइलो गर्नेछौँ नाच्नेछौँ भगवान्को कथा पनि सुन्नेछौँ है सबैजनालाई भिडियो पुरा स्किप नगर्नु होला भिडियो पुरा हेरिदिनु होला उनीहरू आउनुभएको थियो जस्तै कि हाम्रो चन्दन दा आउनुभएको थियो यस्तो जागुङबाट आइ पछाडि त होइन यसो हल्का अम्बिकापुर एक पाक घुमाएर ल्याइदिउँ उहाँलाई पनि कस्तो लागिरहेको छ यसो एकचोटि अनुभव समाजसेवक ब्लगर्सहरू सुपुर यता हातले राम्रो लाग्यो एउटा आत्मा भेट भएको छ र हामीले आगेमा देख्यौँ सिनेमा हेर्नुहोस् दिदी बहिनीले पनि देख्नु ऐतिहासिक हो र हामी अब रिपोर्टिङ गरौँ है खेला हुन्छ र एकदमै धेरै राम्रो लागिरहेको छ हुन त मैले पनि यहाँ अहिले वर्तमानहरू भइरहेको होला किनकि आज लास्ट अन्तिम दिन पनि फेरि होलीको दिन परेको छ र त्यही लागि अलिकति जस्तो अब हेर्नुहोस् यता बहिनीहरू पनि छन् राधे राधे कता लुकेका हो अहिले चाहिँ हामी आइपुगेका छौँ यहाँनिर पुरा भिचम दिइराखेका छन् सबैजनाले जति पनि वर्तमान भइरहेको थियो ओहो के छ हो पण्डित बाजे साह्रो 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 तिमी वर्तमान हो हाम्रो बारे बोस त यो दाजु खाइरहेको छ नि चलो यता हाम्रो काकी होली ह्याप्पी होली ह्याप्पी होली र अलिकति अहिले चाहिँ पुरा उयो भइरहेको रहेछ यानि कि भेग दिने पालो भइरहेको छ मान्छेको भिड हेर्नुहोस् कति ज्यादा छ यता पनि मान्छे 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 बाफ रे बाफ मलाई भयो के छ भन्छ बाबु चलो होली पनि लगाइरहेछौ है आज फेरि के भएको छ भन्दाखेरि आज पुराणको साङ्गे दिन पनि पर्यो प्लस होली पनि पर्यो होली थिएन भने पनि होली त यसरी रङ्गिनी त हुन्थ्यो हुन त तर पनि हेर्नुहोस् हेर्नु यसको अनुहार चाहिँ रातो निलो पहेँलो कालो हरियो ल भाइ दल्दो फेरि पनि खोइ कुरा के भन्दै थियो बनाऊ यता बहिनीलाई पनि होली कस्तो लागिरहेछ माहौल होइन हाम्रो गाउँमा स्पेसली आफ्नै ठाउँमा भइरहेको छ र हेर्नुहोस् मान्छेको सायद यो होलीको दिन भएर किनकि हामी होली खेल्यौँ त रमाइलो तर आज होलीकै दिन यस्तो खालको रमाइलो चाडपाड आज फेरि अन्तिम दिन पनि है सायद काहीँ न काहीँ दुःख पनि लागिरहेको छ हेर्नुहोस् अहिले चाहिँ आउनुहुन्छ हेर्नुहोस् पवन टुलप तनुश्री दिदी यता वेदिका दिदी यता त हाम्रै गाउँको यता दिदीसँग पनि जे होस् एकदमै राम्रो राम्रो मिठो मिठो ब्लग बनाउनुहुन्छ राम्रो लाग्छ यता दिदीको त कुरा के गरौँ तारिफ जति तारिफ गरे पनि कम्ती नै हुन्छ मैले के परिचय दिइराख्नु र उहाँले आफै परिचय नै हुनुहुन्छ पवन सर अब एउटा चाहियो सायरी मिठोवाला तिमी त हो नि म सानोमा बिरामी हुँदा काठमा बोकी अस्पताल धाउने तिमी त थियौ नि कोही बेला गल्ती हुनसक्छ मेरो कारणले गर्दा तिम्रो चित्त दुख्न सक्छ तर मेरो खुसीमा रमाउने र म लड्दा मेरो हात समाउने केवल तिमी त छौ लगाए मैले लगाएँ
हाम्रो वेदिका दिदी हुनुहुन्छ मेरो घरबाट लगभग 200 मिटर टाढा उहाँको घर तर पनि हामीहरू त्यस्तो साह्रो भेट हुँदैन अब यस्तो हो हाम्रो एकचोटि पहिला चाहिँ भेट भएको थियो आज म 1 साल अगाडि बिहामा चाहिँ तर यसरी भिडियो बनाउने क्रममा चाहिँ आज पहिलोचोटि भेट हुँदैछ जे होस् दिदी पनि अब एकदमै राम्रोसँगले गरिराख्नु भएको छ घरको फ्यामिली ब्लग हाल्नुहुन्छ भाइ हाम्रो यो अम्बिकापुरका भाइ एकदम कलाले भरपुर छन् बोली एकदम मिठो छ गोर्खाली भाषामा एकदमै राम्रो ब्लगहरू बनाउँछन् सबैतिरको हरेक क्रियाकलापहरू हाम्रो गाउँ ठाउँको होइन बाहिर टाढा बस्नेहरूको लागि चाहिँ एकदमै राम्रो अब भिडियोहरू क्रिएट गरिरहेका छन् हामी पनि ऊबाट चाहिँ म पनि सिक्दैछु क्या कतिपय चिजहरू चाहिँ र हजुरहरूले पनि हेर्नु होला उसको भिडियोहरू त्यो त अब हुन सपोर्ट गर्नु होला त्यो त हुन सकेन किनकि फेरि मभन्दा बहुत ठुलो पनि हुनुहुन्छ त्यस्तो त हुँदैन काहीँ न काहीँ अब बोली चाहिँ हेर्नु बोली हुन त सबैले मलाई जस्तै पनि भ्युवर्स त्यही भन्नुहुन्छ अरू नभए पनि तपाईँको बोली चाहिँ एकदमै धेरै राम्रो छ भनेर सायद त तपाईँहरूको सोच हो के हो त्यही लागि नै यति साह्रो सपोर्ट तपाईँले गरिदिनु भएको छ भनेको होइन र दिदीलाई पनि एकदमै धेरै सपोर्ट गरिदिनु होला हुन त मैले जे भए पनि एउटा सानो परिवार हुन्छु जोडेका छु भने होइन तर पनि वेदिका दिदीलाई कसले चिन्दैन होला र हाम्रो घरबाट मैले भने 200 मिटर टाढा घर त्यही पनि त्यसरी भेट घट्टै हुँदैन थियो अब केही छैन आजबाट फेरि कुनै दिन अवश्य भेट गरेर आनन्दले गफ गरौँला भेट भए पनि अब यसरी बोलाएर आऊ भिडियो बनाऊ भन्नु मिल्दैन भेट त भइरहेको थियो ल ठिकै छ र भाइलाई एकदमै सपोर्ट गर्नु होला सबैजनाले अब मेरो भिडियोमा म टेक गर्छु हजुरहरूले भेट्नुहुनेछ धेरै धेरै धन्यवाद छ दिदीलाई पनि धेरै धेरै धन्यवाद ओले अबे ओले नमस्ते गरौँ यस्तो उत्सव आसाममा न भूतो न भविष्यति सायद कोही मान्छे 100 वर्षसम्म बाँच्न सक्दैन त्यो केवल विधातालाई मात्रै थाहा छ तर विधातालाई आज तपाईले आफैले फुल चढाइदिनु भयो र विधातालाई धन्यवाद दिनुभयो र यस्तो कार्यक्रम असमको इतिहासमा यो पहिलो इतिहास हो जहाँ बुबाको उपस्थितिमा भागवत हामी कथा सुन्दैछौँ किनभने मानिसहरू परलोक गएपछि मात्रै हामी भागवतको कथा सुन्छौँ तर यहाँ चाहिँ 100 वर्षको प्रत्यक्ष आयुमा मैले मेरो सौभाग्य भयो तपाईँ जस्ता एकजना वृद्ध महापुरुषलाई कथा सुनाउन पाएँ वैजयन्ती माला हो यो लगाउने बित्तिकै भगवान श्रीकृष्णले आफै लानुहुन्छ त्यस कारणले सुन्ने गले में वैजयन्ती माला बजावे मुरली मधुर वाला भगवानको घाँटीमा के हुन्छ भन्ने वैजयन्ती माला यही हो वैजयन्ती माला र यो वैजयन्ती माला तपाईको घाँटीमा रहन्छ र अब भगवान श्रीकृष्णले तपाईलाई आफ्नो जहिले पनि जानुहुन्छ गोलोकमै कल्याणले पुग्न हजुर हजुर उहाँ गाडीका देवता आउनु भयो कि